माननीय राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य खड्गराज पौडेल गणेशजीलाई विशेष अनुरोध गर्न चाहन्छु। मस्त घन्टी बजाएर सुनेको सबैलाई नमस्ते, जय घन्टी। कार्यक्रमको अध्यक्षज्यू, मञ्चमा आसीन मेरा मित्र साथीहरू विभिन्न तहका र मञ्च अभिमुख सबै साथीहरूलाई मेरो सादर नमस्कार, जय घन्टी। हामी तिनैजना साथीहरू तीनवटा क्षेत्रका एकै मञ्चमा एउटै माइकबाट तिनै कामहरूलाई सुन्दै गरी बोल्न नपाएको एउटा धोको थियो, पुर्याइदिनु हो। यो हिसाब धेरै धन्यवाद है। यो धोकाले अगाडि नै पुग्नु पाएको पनि हुन्थ्यो होला। हुन त हामीले 10 गते एउटा कार्यक्रमको आयोजना गरेको योजना बनाएका थियौँ, तर विशेष कारणवश त्यो हुन पाएन। नत्र हामी त्यहाँ एकसाथ हाम्रा आदरणीय नेताद्वयका साथ हुने थियौँ, रविजीका साथ, बालनजीका साथ हामीले बोल्न पाउने थियौँ। त्यो अवसर हामीले पाएनौँ। तथापि जे भए पनि आम तस्करी मतदातासँग यसरी साक्षात्कार हुन पाउँदा म व्यक्तिगत रूपमा अत्यन्त प्रफुल्ल छु र म निर्वाचनमा सही हुनुहुने मत दिएर, मत नदिएर, मत दिन नपाएर, विभिन्न कारणले रहेर पनि मत मात्रै सबै चिज होइन, मतपत्र मात्रै सबै चिज होइन। मतको अर्थ त विचार हो। विभिन्न तहबाट विचार दिएर घटीको पक्षमा, विपक्षमा, आलोचनामा विचार दिएर यो निर्वाचनलाई सफल बनाउनु हुने सबै नेपाली जनलाई धन्यवाद दिन चाहन्छु। नेपालमा हामीले जस्तै सङ्ख्यामा नहोला, अलिक कम होला, तर 2/3 पनि साथीहरूले अगाडिका परम्परागत दलका साथीहरू ल्याउनु भएकै हो, बहुमत पनि ल्याउनु भएकै हो। तर हरेक प्रकारको बहुमत अन्ततोगत अहङ्कारमा टुङ्गिने र त्यो अहङ्कार फाइनली निरङ्कुशतामा टुङ्गिने नेपाली इतिहासको एउटा विडम्बना रहिआएको छ। त्यो विडम्बनाको साक्षी अब हामी बन्नु हुँदैन। म व्यक्तिगत रूपमा र हाम्रो साथीहरूको तर्फबाट पनि हामी के भन्न चाहन्छौँ भने हामी उत्तिकै विनम्र, उत्तिकै शालीन र उत्तिकै जिम्मेवारपूर्ण सबै साथीहरूलाई लिएर अगाडि बढ्नेछौँ। जुनसुकै विचारधाराको साथीहरूलाई पनि लिएर अगाडि बढ्नेछौँ, किनकि लोकतन्त्रमा पक्ष जति महत्त्वपूर्ण हुन्छ प्रतिपक्ष पनि उति नै महत्त्वपूर्ण हुन्छ। तर अहिले सदनमा हामीले 183 सिट कन्फर्म गरिसक्दा प्रतिपक्षका साथीहरू पनि न्यून सङ्ख्यामा हुनुहुन्छ, त्यो पनि विभाजित भएर विभिन्न विचारको हुनुहुन्छ। त्यसरी सदन अहिले पुष्टै परे सङ्ख्यात्मक हिसाबले र कतिपय सन्दर्भमा गुणात्मक हिसाबले पनि कमजोर हुन सक्ने सम्भावना छ। यस्तो बेलामा लोकतन्त्रमा के हुन्छ भन्दा सडक पनि बलियो भएर आउँछ। सडकमा जनताको आवाज हामीले पनि सुन्न नपाएको हुनसक्छ। हाम्रो क्याबिनेटले, अब बन्ने क्याबिनेटले पनि सबैतिर ध्यान दिन नपाएको हुनसक्छ। त्यस्तो बेलामा जनताको आकाङ्क्षालाई तीव्र गतिमा पुरा गर्न नसकेको हुनसक्छ। त्यस्तो बेलामा सडक कहिलेकाहीँ सडकमा नागरिकको आवाजहरू मुखरित हुन सक्छ। त्यो कारणले अब तपाईँहरूको जिम्मा भनेको सडकलाई पनि संयमित बनाउने हो। गाउँमा जाँदा, घरमा जाँदा, कोही छिमेकमा जाँदा कहिले त फलानाको झन्डा बोकेर हिँडेका थिइस् भन्ने काम नगरिदिनु होला, होइन? हामी सबैलाई थाहा छ, जुनसुकै झन्डा बोकेर चुनाव प्रचारमा गएका भए पनि साथीहरूले फाइनली भोट चाहिँ घटी नै हाल्नु। त्यो भएर झन्डा बोकेको आरोप लगाइदिनु होला है। त्यसो नभएको भए कि हामी यति साथीहरूले भोट हालेर यत्रो मत आएको हो त काशीमा, देशमा यत्रो भोट आएको हो त, होइन त? त्यो विश्वास, जनताको जुन विश्वास छ त्यसलाई भित्र हृदयबाट प्रेमको दृष्टिकोणले, स्नेहको दृष्टिकोणले हेर्नु होला। म त्यति अनुरोध गर्न चाहन्छु। प्रेमले, स्नेहले एकता बढाउँछ र एकताले नै के हुन्छ, हामी विकासको गतिमा अगाडि बढ्न सक्छौँ। मैले धेरै ठाउँमा भन्न आएको छु, नेपालीहरूले दुईपटक इतिहासमा एकदम एकताबद्ध भएका थिए। तर अझै पृथ्वीनारायण शाहको पालामा लाने हो भने त पुरा नेपाल एकताबद्ध भएर राष्ट्र एकीकरणको पक्षमा लागेको थियो। त्यसलाई बिर्स्यौँ। आधुनिक कालमा दुईपटक थियो र
एउटा भुइँचालो जाँदा, अर्को कोरोना आउँदा, र तेस्रो पटक चाहिँ अहिले राजनीतिक रूपमा घन्टीमा भोट हाल्न नेपाली जनता एकजुट भएको छ। अब यो एकता राष्ट्र निर्माणमा पनि देखिनुपर्छ। अब यो एकता हाम्रो भविष्य, हाम्रो आकांक्षा, हाम्रो योजनाको परिपूर्तिमा पनि देखिनुपर्छ। र तपाईँहरू सबैलाई एकताबद्ध हुन पनि अनुरोध गर्न चाहन्छु र हाम्रो नेतृत्वमाथि विश्वास गर्न पनि अनुरोध गर्न चाहन्छु। धेरै जस्तो संसारका सरकारहरू चाहिँ कसरी असफल हुन्छन् भन्दा नागरिकले भोट त दिन्छन् तर शङ्काको सुविधाले दिन्छन्। जस्तो 64 सालमा माओवादीले बेनिफिट अफ डाउट पाएर ल्याए शङ्काको सुविधाको मत, होइन, शङ्काले चाहिँ शङ्का गरी भोट दिएको हुन्थ्यो क्या। तर अहिले 82 सालमा आम नागरिकले के को भोट दिए? शङ्काको भोट दिए त होइन, विश्वासको भोट दिए, आशाको भोट दिए। त्यो विश्वास र आशालाई 5 वर्षसम्म तपाईँ मतदाताले र हामी कार्यकर्ता साथीले पनि कायम राख्नु। मानिलिनुहोस् हाम्रो सरकारले बाटोमा फोहोर नफाल्नु भनेको अवस्था आयो भने तपाईँले बाटोमा फोहोर नफालिदिनु होला। यसो गर्नु भन्यो भने त्यसो गर्नु होला। सरकारका हरेक योजनामा विश्वास गरेर आम नागरिकले साथ समर्थन दिए भने मात्रै के हुन्छ भन्दा विकास निर्माणका कामलाई अगाडि बढाउन सकिन्छ, योजनालाई अगाडि बढाउन सकिन्छ। त्यो विश्वास कायम राख्नु होला। त्यति गर्न सक्यो भने हामीले हाम्रो आदरणीय पार्टी सभापति रवि लामिछानेज्यू र हाम्रो वरिष्ठ नेता बालेन्द्र शाहज्यू लगायतका जति पनि साथीहरू, काबिल साथीहरू हुनुहुन्छ नेतृत्व गर्नमा, उहाँहरूले साँचेको सपनालाई पुरा गर्न सक्छ र हामीले साँचेको सपनालाई, साझा नेपालीले साँचेको सपनालाई पुरा गर्न सक्छ। मलाई गर्व पनि लाग्छ। म ढिलो गरिकन पार्टीमा आएँ। हुन त दुवैजना मेरो आदरणीय मित्र पनि हुनुहुन्छ, साथी पनि हुनुहुन्छ र मैले मानिआएको व्यक्तित्व पनि हुनुहुन्छ। तर पछिल्लो चरणमा मलाई गर्व अनुभूति भएको छ क्या। अहिले यो रिजल्ट देखेपछि म कुनै न कुनै तरिकाले आदरणीय रवि लामिछानेजी मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालेनजीको र धेरै वैकल्पिक शक्तिहरूको समायोजन प्रक्रियामा कुनै न कुनै सानोतिनो भूमिकामा म पनि रहन पाएको थिएँ। त्यो एउटा जिम्मेवारी मैले आफ्नो ढङ्गबाट पुरा गर्न सकेँ। त्यसले यत्रो ठुलो रिजल्ट ल्याएको देख्दा म व्यक्तिगत रूपमा र त्यो समायोजन प्रक्रियालाई सफल बनाउनु हुने सम्पूर्ण साथीहरूमा पनि एकदमै भाग्य पनि छु, खुसी पनि छु र जिम्मेवारी बोध्दै यति गहिरो मैले महसुस गरिरहेको छु त्यो म भन्न पनि सक्दिनँ। तपाईहरु सबैजनाले त्यो एकतालाई अन्तिम समयसम्म कायम राख्न मद्दत गर्नु होला। हल्लाको पछाडि नदौडिनु होला। यहाँ कुनै फुट हुनेवाला छैन, कुनै प्रकारको कुटबन्दी हुनेवाला छैन, त्यो भएको छैन कुनै पनि ठाउँमा। किनकि राजनीति भनेको मेरो लागि चाहिँ आध्यात्म हो। मेरो लागि चाहिँ ईश्वरको वन्दना गरे जस्तो हो क्या। म व्यक्तिगत रूपमा के सोच्छु भन्दा विभिन्न धर्महरू हुन्छ नि, त्यो विभिन्न धर्मको अन्तिम उद्देश्य मानव सेवा गर्नु भने जस्तै हामी सबैको चाहिँ मानव सेवा गर्नु, आफ्नो सेवा गर्नु होइन। कतिपयले चाहिँ मलाई चुनाव जितेपछि विभिन्न ठाउँमा जाँदा साथीहरू, पत्रकार मित्रहरू, पार्टीमा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, शुभचिन्तकहरू विपक्ष पार्टीमा रहेर पनि राष्ट्रपाललाई मत परिणाम गर्नको लागि अहम भूमिका खेल्नु हुने विभिन्न राजनीतिक कर्मीहरू र आजको यस भव्य कार्यक्रमलाई सफलता गराउनको लागि कार्यक्रमको व्यवस्थापकीय जिम्मा लिनुभएका कास्की जिल्ला सचिवालय सदस्य आदरणीय भेषराज सिन्हाज्यू, कास्की जिल्ला सचिवालय सदस्य राजकुमार भण्डारीज्यू, कास्की जिल्ला सचिवालय सदस्य सोमनाथ अधिकारीज्यू र श्याम गुरुङज्यू र जिल्लाका अन्य सम्पूर्ण साथीहरूलाई एकमुष्ट विशेष धन्यवाद प्रकट गर्न चाहन्छु र विलम्ब नगरी आजको यस ऐतिहासिक कार्यक्रममा उपस्थित भइदिनु भएको सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आजको यस कार्यक्रमलाई राष्ट्रिय स्वतन्त्र पार्टी कास्की जिल्लाले आयोजना गरेको शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई समापन सँगसँगै सम्पूर्ण कास्की जिल्लाका तीनवटै माननीयज्यूहरूलाई शुभकामना र कास्की जिल्लाका मतदाताहरूलाई र कास्की जिल्लाका सम्पूर्ण राष्ट्रप्रेमी मतदाताहरूलाई धन्यवाद प्रकट गरिदिनको लागि कास्की जिल्लाका सभापति आदरणीय यदुनाथ अधिकारीज्यूलाई ड्यासमा बनाउँदै म कास्की जिल्ला सहसचिव टेकराज सापकोटा यहाँहरूबाट बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार, जय राधे।
दुईबाट निर्वाचित आदरणीय सोम शर्मालाई म ड्यासमा आसन ग्रहणको निम्ति अनुरोध गर्न चाहन्छु। सोम शर्माजीलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। कार्यक्रम सञ्चालक टेका सरलाई, कार्यक्रमका आदरणीय विशेष अतिथि Thank you.